गाइस देख्न सक्नुहुन्छ गाइस यो चाहिँ धोबीघाट एरिया है गाइस यहाँनिर अलिकति अगाडि चाहिँ यो त्यहाँनिर चाहिँ चेकिङ भइरहन्छ कहिले काहीँ तर म अहिलेसम्म चेकिङमा पराएँ ट्राफिक जाममा झ्याप्प लाग्यो यता फेरि ट्याक्क यो अर्को गाडीले के मोबाइल क्यामेरा झार्दै लाग्यो सो गाइस देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ जेब्रा क्रसिङ छ है फेरि चेकिङ पनि हुन्छ पछाडिबाट कराउनु लाग्यो यसका बाजे पछाडिको गाडीले कराइरहेछ क्या सो गाइस यतातिर चाहिँ एकदमै चेकिङ हुन्छ है अलिकति फर्स्ट टाइम आउँदै हुनुहुन्छ भने चाहिँ ध्यान दिएर चलाउनु होला एकदम लुकेर चेकिङ गरिरहेको हुन्छ कि यहाँनिर चाहिँ झाडीमा बसेर यहाँ चेकिङ गरिरहेको हुन्छ है यहाँ पुरै गन ताकेर बसेर हुन्छ मामाहरू अलिकति ख्याल गरौँ है साथीहरू यहाँ चाहिँ पुरै आएर फाइन हामी त त्यसरी फाइन मात्र हो र भने क्लियर तर यहाँ कति घन्टा क्लास लिनुपर्छ 3 घन्टा होइन 3 घन्टा म स्पिडमा परेर 3 घन्टा के अरे उसमा बसेको होइन क्लास बसेर धेरै कुरा सिकिरहेको छु मैले ए होइन सिकिरहेको छैन देख्न सक्नुहुन्छ यतातिर पनि छ हाम्रो पछाडि यो पछाडिको चाहिँ स्पिड चेक गर्ने मेसिन हो बबाल सिन छ नि माकुरी देख्न सक्नुहुन्छ क्या तपाईँ हजुर अगाडिको सिन देख्न सक्नुहुन्छ तपाईँ अलिक स्पिड हाल्नुहोस् न पछाडि रोक्दै त्यहाँ नाच्नु गरिसक्यो जहाँबाट पनि हुन्छ 50 को स्पिड भन्दा धेरै हान्न पाइन्न है गाई चाहिँ यतातिर चाहिँ तर मैले कहिले गाई चाहिँ यतिसम्म हान्छु 51 गयो भने फेरि फाइन फाइन तर मैले लुकी चाहिँ 80 70 जतिको हानिदिरहेको हुन्छु तर मलाई केही बाल छैन म लुकिरहेको हुन्छु एकपटक चाहिँ फाइन पर्यो हामी चाहिँ जोबार सो फ्रेस अब खान्छन् गाडी भनेर निस्किएको होइन हामी कति रुममा बसिरहन्छु के एकदम दिक्क हुन्छ होइन एक्लै अझ एक्लै बस्यो भने त झन् धेरै सोचेर बिजोग हुन्छ गाइस बागमती खोला देख्न सक्नुहुन्छ तपाईँहरू यति ठुलो आछ कहिलेकाहीँ यो यताको त्यो सब्जी मन्डी होइन यताको चाहिँ सब्जी मन्डी पनि दुकानमा हालिदिन्छ क्या गाइस आज त्यस्तो धेरै पानी परेको थियो त्यही भएर दुकानमा परेको सबै दुकानमा परेछ कपाल पनि यार के हुन्छ यार जम्मै 1 हप्ता भाषा कोरेको केही पनि बिग्रिने मात्रै गर्छ हो तरुनीहरूले पत्ता नै के भाइलाई गाडीको फाल्ने के गाडी कति ठुलो छ यार यसको 20 गाडी छ त मैले एउटा मात्रै देखिरहेको थिएँ सो गाइस यस्तो भिडभाड छ है मेकुरी चलाउने पनि गाह्रो हुन्छ बस्नुले पनि गाह्रो मलाई त दिक्क लाग्छ यार पछाडि बस्दाखेरि जाममा परेछ भिडभाडमा गाह्रो हुन्छ होइन दाइ यो के अरे तर चलाउनेले एउटा फाइदा चाहिँ छ यार कसरी हेलमेट लगाएपछि लगाउँदैन नि त पछाडि बस्दा त आम्मा ढिलो आएर यस्तो गर्नुपर्छ हो आँखा पर गरेर रातो हुन्छ होइन आँखामा यात्रा ढुङ्गा गएर यस्तो कपाल हावा छ है बाटो देख्न सक्नुहुन्छ यस्तो हिला छ नि होइन यसैलाई मेरो यहाँ पछाडि सबै कौडामा क्या सब फालिसक्यो तनाव भइरहेको अब धुनु पर्ने भयो कपडा त्यस्तो देख्न सक्नुहुन्छ तपाईँ चाहिँ पछि ओहो मजा आयो यार यस्तो बवाल हावा आउँछ यस्तो बवाल दामी हुन्छ कि तर मेरो कपडा चाहिँ सबै बिगारिसक्यो यार
देख्न सक्नुहुन्छ गाइस हामी यहाँ चाहिँ फोटो सेसन कार्यक्रम भइरहेछ हेलो ल यति चाहिँ हुनुपर्छ है गाइस हल्का पोच चाहिँ हानिदिनुपर्छ क्या बल्ल मजा आउँछ भिडियो बनाउन सो गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ उता लग्नु थियो त्यहाँ पारी माथि भ्यू हेर्दा आइदिउँ न सो गाइस हामी चाहिँ अहिले चोबारको डाँडामा आइसक्यौँ है तक्कला र बाइक चाहिँ यता यता छ पार्क गरिदिइरहेछौँ हामीले अलिकति माथि आएको छौँ क्या किनकि यहाँ तल चाहिँ पैसा तिर्नुपर्छ त्यही भएर हामी यहाँ माथि चाहिँ पार्क गर्न आएको अब यतैबाट हेर्नुपर्छ जानु परेछ नि हामी यहीँबाट तल झर्ने क्या हल्का पैसा त बचाउनु पऱ्यो नि यार यता नजाम यार आज किन हो के अरे खासै मान्छे छैन नि त यार ए पानी परेर होला है चोबारेको दाँदैमा टिङ्गाको बेलैमा हो त्यस्तो के गीत छ आज खासै मान्छे चाहिँ छैनन् है पानी परेर त्यति जाने हो हेलो ए पुरै यहाँ त ब्लक छ त किन ब्लक छ त यस्तो खाली रहेछ यहाँ यस्तो हिला भएपछि त मेरो कपडा त फोटो हुन्छ मेरो फोटो हाल्नु गाइस अहिले चाहिँ हामी चोबारको डाँडामा छौँ होइन यो चोबारको स्पेसल भने चाहिँ के अरे दाइ डेटिङ आउने ठाउँ होइन यहाँ चाहिँ केटा र केटी डेटिङ आउने ठाउँ देख्न सक्नुहुन्छ पछाडि होइन काठमाडौँ चाहिँ होइन ललितपुर हो तर काठमाडौँ पनि भन्छ भन्नु चाहिँ यस्तो बब्बाल चाहिँ भ्यू चाहिँ पछिको यताको चाहिँ दामी छ उता देख्नु उता पनि बब्बाल छ यता जुम गरेर देख्ने हेर्ने भने त्यही केटा र केटी बस्नु सक्छ बसेका छन् होला यस्तै हेर्नुपर्छ जुमै भएन उयो यो डाँडाहरूमा यो माथिको डाँडामा सो गाइस ढिला आएर होला एकदमै रात परिसक्यो अब चाहिँ हामी यहाँबाट फर्किनु पर्ने हुन्छ जम्मै कति मिनट बस्यौँ भने 10 मिनट 10-15 मिनट जहिले म यस्तै बेलुकी आउँछु बस्नै पाइनँ हेर अस्ति के अरे रामदाईसँग आएर पनि यस्तो अँध्यारोमा आयौँ त्यो पारी बसेर गएको यहाँ चाहिँ साँझ यसो डेटिङ भएर हेर्नु पऱ्यो हजुर के गर्दैछौँ भने यसो चेक गर्न आएको खास म सिआइडी भएर आएको हो के गर्ने अब आफ्नो लिएर भन्छ छैनन् गाइज त्यही हो सिआइडी बन्ने आउने हेर्ने अनि घुम्ने जाने त्यस्तै छ भन्दै अब चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ हामी होइन टोटल्ली यो ठाउँलाई चाहिँ छोडेर अलि उता पारीतिर पनि घुम्नु मन थियो रात परिसक्यो अब के घुम्नु यार भनेर फर्किसक्यौँ हामी अब चाहिँ हामी जब फर्किनु लगाएको हामी चाहिँ बाइकको हालत देख्न सक्नुहुन्छ है मैले यहाँनिरको चाहिँ निकाल्दै थिएँ त्यही भएर यता हिला यहाँसम्म फाल्दैछ मेरो कपडाहरू फाल्दै क्या त्यही भएर सो गाइज अब चाहिँ हामी यहाँबाट लाग्नुपर्ने हुन्छ होइन है ल लेट्स गो दाइ मलाई लाज लाग्दिरहेको यार अघि केटीलाई है भन्नु भनेर के भिडियो बनाएर केटीले हेलो भन्नु भन्दै त म त लाजले यार बोल्नै नसकेर यस्तो चिम गरेर लुकेर हिँडेको यार म यार त्यो त सिला हजुर भिडियो चाहिँ आशा गाइज होइन अघि देखिसक्नु भयो तपाईँहरूले तर म चाहिँ त्यो लाज लाग्यो त्यही भएर बोल्न सकिने एकदम मुटुको त्यो धड्कन हुन्छ नि 500 पुगेको थियो होला त्यही भएर म
बोल्न नसक्यो त्यसको लागि चाहिँ सरी है। यस्तो अँध्यारो भइसक्यो यार। भिडियो कस्तो मजासँग भिडियो बनाउनु पर्ला भनेर आइरहेको हुन्छु, जहिले रात परिरहेको हुन्छ। त्यस्तै छ, के गर्ने गाइज। अब टाइम नि मिल्दैन। कहिलेकाहीँ एकदम बिहान जब पनि निस्क्यो भने बेलुका चाहिँ बिहान 7 बजी गएको, 6 बजी होइन 5 बजीतिर आएको थिएँ म। त्यस्तै त हो। रात परिहाल्छ एकछिन। त्यस्तो छ गाइज। भिडियो कन्टिन्यू गर्न पाइरहेको छैन, त्यसको लागि चाहिँ एकदम सोसली भन्न चाहन्छु। अब फ्री भएसम्म चाहिँ म भिडियो चाहिँ ल्याउने प्रयास गरिरहेको हुन्छु होइन। त्यही भएर मैले सर्ट भिडियोहरू हालिरहेको हुन्छु कसो। बाटोमा लेन अनुसारको नियम पालना गरौँ भनेर लेखेको छ। तर अब चान्स पाइयो छ भने उताको लाइनको पनि यता आइन्छ भने आदि गर्नु सक्नु कि। त्यस्तो छ अब हाम्रो नेपालमा चाहिँ भनौँ न। बाहिर जस्तो भएपछि चाहिँ त्यस्तो हुन चाहिँ नि होला। नेपाल हो गाइज, यहाँ जे पनि हुनसक्छ भन्नु मिलेन। त्यही हो, बस्दै हिँड्नुपर्छ। बस्नुपर्छ बेला भनेर चाहिँ होइन, बिस्तारै बस्नुपर्छ। त्यहाँबाट त्यस्तै हो। भइसकेको छ होइन। हिजो चाहिँ आउँदै रात पर्यो, त्यही भएर भिडियो चाहिँ इन गर्नु पाएन। अहिले चाहिँ बिहान कलेज गएको पनि भिडियो आउँथ्यो होला, तर मोबाइल चाहिँ मेरो स्विच अफ भएको थियो, त्यही भएर गर्न पाएन त्यो भिडियो पनि। अब चाहिँ म चाहिँ जब जानलाई एकदम रेडी भइसकेको छु, जब जानुपर्ने हुन्छ। यो भिडियो चाहिँ कस्तो लाग्यो हजुरहरूलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला।